किसिमका फ्याट हुन्छन् तर मैले यो किसिमको फ्याटको कुरा गरेको होइन। मैले भन्न खोजेको स्याचुरेटेड फ्याट, अनस्याचुरेटेड फ्याट र ट्रान्स फ्याट, यो 3 फ्याटको बारेमा आज चर्चा गरौँ। हामी यो खानामा यो लेबल देख्छौँ तर यसको मतलब के हो? स्याचुरेटेड फ्याट बटर, चिज, रेड मिट जस्ता खानाहरूमा मिल्छ। यो फ्याट एकदम लिमिटमा खानुपर्ने हुन्छ। यदि तपाईँले यसलाई चाहिने मात्राभन्दा बढी खानुभयो भने बिस्तारै बिस्तारै तपाईँको कोलेस्ट्रोल लेभल बढ्नेछ। दोस्रो फ्याट अनस्याचुरेटेड फ्याट, यो एकदमै हेल्दी फ्याट हो। यो फ्याट कोकोनट, अलिभ ओइल, नट्स, एभोकाडो जस्ता चिजहरूमा पाइनेछ। यो फ्याटले हाम्रो हार्टलाई राम्रो गर्नेछ, साथै ब्रेन पावर बढाउन पनि मद्दत गर्नेछ। र तेस्रो फ्याट ट्रान्स फ्याट, यो फ्याटदेखि तपाईँ जति सक्दो टाढै रहनुहोला। यो फ्याट फ्राई गरिएको खानामा र प्याकेजिङ गरिएको फुडहरूमा मिल्नेछ। यो फ्याटले तपाईँको बडीमा भएको गुड कोलेस्ट्रोललाई घटाउनेछ र ब्याड कोलेस्ट्रोललाई बढाउनेछ। त्यसैले सबै किसिमका फ्याटहरू खराब चाहिँ हुँदैनन्। यसभित्रको डिफ्रेन्स थाहा पाउनु पर्दछ। यस्तै यस्तै हेल्थ रिलेटेड कुराहरू अझ थाहा पाउनको लागि मेरो पेजलाई फलो गर्न चाहिँ नबिर्सिनुहोला।